हेर्नको लागि निकै हामी जस्तै दर्शकहरू झुम्बिनु भएको छ। हेर मेरा बा यो पुनः दुईजना माथि हाम फाल्नको लागि जानुभएको छ। कति हाइटमा होला यो? 40 कम्तीमा नि 40 फिट हाइटमा छ यो। ओ पार्टनर ओ भयो वा नफाले नि हुन्छ? हामीलाई डर लागिरहेछ। माथि एकजना साथी नजानु भन्दा पनि हाम फाल्न जानुभएको हेर मेरा बा यो पजारी हो, खतरा पजारी, उसको ज्यान दुख्छ यार। एउटा वटामा बनाइदिनु पर्दैन। को साबुन लगाएर ल पुनः दुईजना माथि हाम फाल्नको लागि जानुभएको छ। आफ्नो ज्यानलाई यसरी जोखिममा राख्नु आफैमा खतरनाक हो। हामीले उहाँहरूलाई बारम्बार सम्झाउने प्रयास गर्यौँ तर सकिएन। हाम फालिसक्नुभयो, अर्कोजना बाँकी हुनुहुन्छ। ल यो कति हाइटमा होला यो? 40 कम्तीमा नि 40 फिट हाइटमा छ यो। अनि भित्र त 20 फिटको भित्रै होला। यो चाहिँ अलि डराइ गरेछ। ओ पार्टनर ओ भयो वा नफाले नि हुन्छ? हामीलाई डर लागिरहेछ। डेन्जर खै ए ल धन्न हामी सबैको आशीर्वादले उहाँहरू सकेउचाल निस्किनु भयो। हामीलाई निकै नै डर लागिरहेको थियो उहाँ माथि पुगेर हाम फाल्दा कतै केही हुने हो कि भनेर। हेर्नको लागि निकै हामी जस्तै दर्शकहरू झुम्बिनु भएको छ। हामी त नआइसक्यो।